जेनजी आन्दोलनपछि नियुक्त भएका मन्त्रीजीहरू भनौँ, इभन प्रधानमन्त्रीजीले पनि प्रधानमन्त्री नरहँदाखेरि उहाँले भन्नुभएको छ नि, यो प्रतिशोधपूर्ण तरिकाले चाहिँ उहाँलाई राखियो भन्नुभएको छ नि। जब प्रधानमन्त्रीलाई थाहा छ, जब गृहमन्त्रीलाई थाहा छ, जब अन्य मन्त्रीलाई थाहा छ कि यो प्रतिशोधपूर्ण छ, योभन्दा अघिको सरकारले प्रतिशोध साध्यो भन्ने छ भने अहिलेको सरकारले के हेरेर बस्या? मेरो छिनोफानो गरिदेऊ, मलाई कि त भनिदेऊ, अपराधी होस् भनेर जेलमा चढाइदेऊ, होइन भने निकालिदेऊ। अहिलेको सरकार पनि सक्दैन भनेपछि के चाहेको क्या? पुरानो सरकारले के चाहेको, यो अहिलेको सरकारले के चाहेको? एउटा मान्छेलाई घुमाएको छ होइन। यहाँ आउने भन्ने मेरो त्यस्तो थिएन। दाइ र भाइ एकदम नजिक छौँ। दाइ के छ भनेको, होइन आज म रविजीकोमा यसो भेट्न जान लाग्यो, जाउँ भन्नुभयो। डेफिनेटली म पनि किन आउने। फेरि रवि दाई त रवि दाई भनिरहेको छु मैले, दाई मन्त्री हुँदा नि दाई नै भन्नु। अनि हिजो 49-50 सालमा दाईसँग मैले काम गरेको र बिचमा धेरै काम दाईसँग गरेँ। त्यस कारण म दाईकै रूपमा हेर्छु दाईलाई। एउटा पारिवारिक रूपमा पनि हामी नजिक छौँ। त्यस कारणले अब जाउँ दाई भेटौँ, किन नहुँ भनेको। अब यो माहौल छ, यो मिडिया छ, यो यत्रो छ भन्ने मलाई थाहा छैन। सायद दाई आउने भावर होला, म आउँदा त त्यस्तो थिएन। रवि, बालेन, हर्क, त्यहाँदेखि आएर गोपी हमाल जो देखिएको छ हो, यी सबै शक्ति एक हुनुपर्छ। यो सबैको एउटै नाम हो। त्यो मिलाउन भूमिका तपाईँको कस्तो रहन्छ? त्यो भूमिका मिलाउन राति 12 बजे पनि यदि मेरो आवश्यकता पर्छ भने म तयार। यस्तो कन्फिडेन्स चाहिँ जब हामीलाई भेट्दाखेरि हामीले कस्तो दाई जेलमा त हुनुहुन्छ नि त, जेलमा हुनुहुन्छ भने कस्तो गरेर दाई ठिकै हुन्छ, हे जितु यार के छ, ठिक छ यार सब ठिक छ भनेर पुरै यस्तो मजाले गफ गर्नुहुन्छ। यस्तो छ, यति जोस छ, यति जाँगर छ, गर्छु भन्ने एउटा हुँदी छ। त्यस कारणले त्यही नै हो। भित्र जाँदाखेरि मैले त फेरि म भैरव जाँदाखेरि दाइले भेट्दैन, त्यो कुरा त अब थियो। यस्तो कन्फिडेन्स चाहिँ जब हामीलाई भेट्दाखेरि हामीले कस्तो दाई जेलमा त हुनुहुन्छ नि त, जेलमा हुनुहुन्छ भने कस्तो गरेर दाई ठिकै हुन्छ, हे जितु यार के छ, ठिक छ यार सब ठिक छ भनेर पुरै यस्तो मजाले गफ गर्नुहुन्छ। यस्तो छ, यति जोस छ, यति जाँगर छ, गर्छु भन्ने एउटा हुँदी छ। त्यो देख्दा चाहिँ एकदम खुसी लाग्छ दाइले भने जस्तो सोच्नुहुन्छ। अब डेफिनेटली उहाँले भने जस्तो हुने वातावरण गर्नुहोस्। त्यही यस्तो छ, यो तिनैजना एक हुनुपर्छ, त्यति हो मेरो चाहिँ। ठ्याक्कै भन्नुपर्दा रवि, बालेन, कुलमान यी तिनैजना एक भयो भने यो परम्परागत जुन शक्ति छ नि, होइन नि यस्तो हो। हर्क सम्भाग पनि थप्नु त्यसमा। त्यस कारणले अहिले हामी बाहिर बसेर चाहिँ जुन मूल्याङ्कन गर्छौँ नि, परम्परावादी दलहरू हाबी भए, एउटै मान्छे 5 चोटि प्रधानमन्त्री भए, यहाँ भए त्यहाँ भए जुन भन्छौँ नि, त्यसमा सबभन्दा ठुलो दोष हाम्रो छ नि त। अहिले पनि तपाईँ हर्क, बालेन, फलानु भनिरहँदाखेरि चाहिँ त्यो मेरो कार्यक्रमको फर्मेट आफ्नो ठाउँमा होला, तर यहाँ जुन स्थानको पृष्ठभूमिलाई राखेर हामी अगाडि बोल्दाखेरि चाहिँ हामीहरू यी सबै शक्तिहरू जसमा सम्भावना देखेका छौँ नि, यहाँले जुन भन्नुभयो रवि, बालेन, हर्क, त्यहाँदेखि आएर गोपी हमाल जो देखिएको छ हो, यी सबै शक्ति एक हुनुपर्छ। यो सबैको एउटै नाम हो। अब जसरी अहिले राजनीतिक दलका ठुल्ठुला नेताहरू, वैकल्पिक नेताहरू, कलाकारहरू, पत्रकारहरू जसरी नक्खु कारागारतिर सोझिएका छन् नि, यो माहौलले के जनाउँछ? के पनि छ। यसले एउटा भाइचारा, दाइले मेरो रवि भाइ भन्नुभयो, मैले रवि दाइ भन्छु, होइन त्यही एउटा दाजुभाइको सम्बन्ध हो। दाइ आज एउटा चाहिँ उसले उसमा हुनुहुन्छ, जेलमा हुनुहुन्छ, भेट्न आउने हाम्रो प्रतिशोधको विषयमा के छ? प्रतिशोध त डेफिनेटली म त प्रतिशोधको रूपमा त लिन्छु। किनभनेदेखि यसरी उहाँले भनेअनुसार यदि प्रतिशोध होइन, छँदै छैन भने छैन भन्नु पऱ्यो, होइन त? प्रतिशोध होइन भन्नु पऱ्यो नि त सबैले। अब प्रतिशोध हो भने किन प्रतिशोध हो त भनेर त भन्नु पऱ्यो। त्यस कारणले अलिकति यसमा भेदभाव छ, अलिकति छ जस्तो छ। प्रकाश सर, अब अन्तिम प्रश्न जसरी प्रतिशोधको बारेमा त्यही भन्नु उहाँले दुईवटा कुरा भन्नुभयो, जस्तै सबै नक्खुतिर सोचेका छन् भन्नुभयो नि। हामी नक्खु मात्रै होइन, जहाँ जहाँ उहाँ पुग्नुभएको त्यो सबै ठाउँमा पुगेका छौँ होइन। त्यो दाइ भाइको सम्बन्धले गर्दाखेरि अर्को कुरा जुन प्रतिशोधको आयो, प्रतिशोधमा चाहिँ के देखियो भने हामी सबैले पनि, मैले पनि भने यो प्रतिशोध साध्नु हुँदैन, प्रतिशोध साधिएको देखियो भने। र अहिलेका जुन जेनजी आन्दोलनपछि नियुक्त भएका मन्त्रीजीहरू भनौँ, इभन प्रधानमन्त्रीजीले पनि प्रधानमन्त्री नरहँदाखेरि उहाँले भन्नुभएको छ नि, यो प्रतिशोधपूर्ण तरिकाले चाहिँ उहाँलाई राखियो भन्नुभएको छ नि। जब प्रधानमन्त्रीलाई थाहा छ, जब गृहमन्त्रीलाई थाहा छ, जब अन्य मन्त्रीलाई थाहा छ कि यो प्रतिशोधपूर्ण छ, योभन्दा अघिको सरकारले प्रतिशोध साध्यो भन्ने छ भने अहिलेको सरकारले के हेरेर बसेको छ? कि त भनिदिनु पऱ्यो प्रतिशोधपूर्ण हो र कि होइन भने होइन भनिदिनु पऱ्यो। अब यो अहिलेको सरकार चाहिँ मुख दर्शक बनिरहेको छ क्या। त्यस कारणले अहिलेको सरकारलाई अपिल छ के हो त्यही। जस्तै मैले सुने अनुसार चाहिँ के छ भने उहाँले बिगो बराबर, जबकि उहाँले बारम्बार भनेको छ मैले त गरेकै छैन, दूरको समय मेरो नाता छैन, रिसा छैन यो सहकारीसँग, कहिले मैले खाता खोलेको छैन। खाता खोल्नेहरू चाहिँ घुमिरहेछन्, त्यहाँ अवचलन गर्नेहरू चाहिँ घुमिरहेछन्। अब म केही नगर्ने, काहीँ नमुछेको मान्छेलाई थुनिरहेको छ, यसकारण प्रतिशोध भनिएको होला। जब मेरो चाहिँ कहीँ प्रकारको सम्बन्ध छैन, तथापि ऋणीहरूको त्यत्रो ऋण छ, म
ठिक छ, पछि मुद्दा छिनोफानो होला, निर्णय होला, आफ्नो ठाउँमा छ। निर्णय भएर गलत साबित गरिदियो भने त आजीवन कारावास गरेर मैले बिगो राखेको पैसा सबै सहकारी पीडितलाई बाँडिदिनु होला भनेकै छ नि उहाँले, होइन? तर त्यो धरि लिन तयार छैन क्या सरकार। भनेपछि यतिको आत्मविश्वास बोकेको मान्छे लैजाऊ पैसा राख, मेरो छिनोफानो गरिदेऊ, मलाई कि त भनिदेऊ तँ अपराधी होस् भनेर जेलमा चढाइदेऊ, होइन भने निकालिदेऊ। अहिलेको सरकार पनि सक्दैन। भनेपछि के चाहेको क्या? कोही पुरानो सरकारले के चाहेको, यो अहिलेको सरकारले के चाहेको? एउटा मान्छेलाई घुमाएको छ होइन? हालाकि रविजीले चाहिँ होइन म एकदम ठिक छु, मैले होमवर्क गरिरहेको छु, मसँग धेरै योजनाहरू बनेका छन् र यहाँ आएर म एकदम शान्त वातावरणमा मैले धेरै होमवर्क गर्न पाएको छु भन्नुभएको छ। तर हामीलाई बाहिर बसेर हेर्नेलाई चाहिँ यो रमिता चाहिँ लागिरहेको छ के गरेको सरकार।